newsinepali.com का लागि म ओम प्रसाई। इजरायलको तेलअभिभ शहर स्थित नेवेसन स्टेटको 42 नम्बर घरमा आज दिउँसो करिब 3:05 जाँदाबाट आगो सुरुवात भएको थियो। आगो नियन्त्रणका लागि 4 दमकलहरू खटाइएको थियो। आगो लाग्नुको कारण भने ग्यास सिलिन्डर पड्केर आगोको सुरुवात भएको आशंका गरिएको छ। उक्त आगो नियन्त्रणमा लिनका लागि करिब 4 दमकललाई 1 घण्टा समय लागेको थियो र उनीहरूको जानकारी अनुसार त्यस्तो ठुलो धनमालको क्षति नभएको बताउनुभयो।